दर्शकवृन्द, तपाईले कहिल्यै आफैसँग यस्तो प्रश्न गर्नुभएको छ, म मेहनत त गर्छु तर जीवन किन उस्तै छ? म योजना त बनाउँछु तर किन पूरा हुँदैन? अरू मान्छे सानो प्रयासमै किन अगाडि बढ्छन्? यदि यी प्रश्न तपाईको मनमा आएका छन् भने आजको यो भिडियो तपाईको जीवनको सबैभन्दा महत्त्वपूर्ण भिडियो हुन सक्छ। दर्शकवृन्द, आज हामी कुरा गर्दैछौँ सानो बानीले जीवन कसरी बदल्छ, सानो सुधारले भविष्य कसरी निर्माण गर्छ। यो भिडियो विश्व प्रसिद्ध पुस्तक एटोमिक ह्याबिट्समा आधारित छ। यो केवल किताब होइन, यो जीवन बदल्ने सोच हो। दर्शकवृन्द, एटोमिक ह्याबिट्स भन्नाले के बुझिन्छ? अब हामी यो प्रश्नको जवाब खोज्नेछौँ। एटोमिक भन्नाले अत्यन्त सानो र ह्याबिट्स भन्नाले दोहोरिरहने बानी, अर्थात् अत्यन्त साना बानीहरू जसले समयसँगै अकल्पनीय परिणाम दिन्छन्। दर्शकवृन्द, लेखक भन्छन् मान्छे लक्ष्य अनुसार असफल हुँदैन, मान्छे आफ्नै बानीको स्तरसम्म खस्छ। समस्या तपाईको सपनामा होइन, समस्या तपाईका दैनिक बानीमा हुन्छ। हामी लक्ष्य बनाएर पनि किन असफल हुन्छौँ? हामी भन्छौँ म सफल बन्छु, म धनी बन्छु, म अनुशासित बन्छु, म आफ्नो जीवन बदल्छु। तर केही समयपछि सबै पुरानै। किन? किनकि हामी लक्ष्यमा ध्यान दिन्छौँ तर बानीलाई बेवास्ता गर्छौँ। लक्ष्य भनेको अन्तिम स्थान हो, बानी भनेको त्यहाँ पुग्ने बाटो हो। यदि बाटो गलत छ भने लक्ष्य सही भएर पनि पुगिँदैन। दर्शकवृन्द, एउटा बरफ पग्लिने उदाहरण छ। कल्पना गर्नुहोस्, कोठामा बरफ राखिएको छ। तापक्रम -5 डिग्री, -4 डिग्री, -3 डिग्री, -2 डिग्री, -1 डिग्री। बरफ उस्तै छ, केही परिवर्तन देखिँदैन। तर जब तापक्रम 0 डिग्री पुग्छ, बरफ पग्लिन थाल्छ। बाहिरबाट हेर्दा अचानक परिवर्तन देखिन्छ, तर सत्य के हो भने त्यो परिवर्तन धेरै समयको सानो सुधारको परिणाम हो। दर्शकवृन्द, यही हो एटोमिक ह्याबिट्सको वास्तविक शक्ति। दर्शकवृन्द, बानी कसरी बन्छ? अब हामी यो प्रश्नको जवाब खोज्छौँ। हरेक बानी 4 चरणमा बन्ने गर्दछ। पहिलो चरण सङ्केत, दोस्रो चाहना, तेस्रो काम र चौथो सन्तोष। उदाहरण, फोन बज्यो, फोन हेर्ने चाहना आयो, फोन खोलियो, मनलाई सन्तोष मिल्यो। यदि बानी बदल्न चाहनुहुन्छ भने यी 4 चरण बुझ्नै पर्छ। बानी परिवर्तनका 4 सुनौला नियम। दर्शकवृन्द, पहिलो नियम छ बानीलाई स्पष्ट बनाउनुहोस्। धेरै बानी हामी चेतनामा होइन, अवचेतन मनबाट गर्छौँ। राम्रो बानी बनाउन चाहनुहुन्छ भने त्यसलाई आँखाले देखिने गरिकन बनाउनुहोस्। उदाहरणको लागि, किताब पढ्न चाहनुहुन्छ, किताब मोबाइलको ठाउँमा राख्नुहोस्। बिहान व्यायाम गर्न चाहनुहुन्छ, जुत्ता ओछ्यानको छेउमा राख्नुहोस्। खराब बानी हटाउन चाहनुहुन्छ भने त्यसलाई आँखाबाट टाढा राख्नुहोस्। दर्शकवृन्द, अब दोस्रो नियम छ बानीलाई आकर्षक बनाउनुहोस्। मान्छे त्यही गर्छ जुन काम गर्दा उसलाई मन रमाउँछ। यदि बानी निरस छ भने तपाईँ त्यसलाई छोड्नुहुन्छ। त्यसैले राम्रो बानीलाई रमाइलोसँग जोड्नुहोस्। उदाहरणको लागि, सङ्गीत सुन्दै सफा गर्ने, मनपर्ने कार्यक्रमसँगै व्यायाम गर्ने, चिया पिउँदै लेख्ने। बानी सजाय होइन, इनाम जस्तो हुनुपर्छ। दर्शकवृन्द, तेस्रो नियम छ बानीलाई सजिलो बनाउनुहोस्। धेरैले भन्छन् मन लागेन, तर सत्य के हो भने काम गाह्रो भएकाले मन नलागेको हो। समाधान छ बानीलाई अत्यन्त सानो बनाउनुहोस्। पुरा घन्टा पढ्ने होइन, जस्ट किताब खोल्ने। 5 किलोमिटर दौडने होइन, जुत्ता लगाउने। सानो काम दोहोरियो भने ठुलो परिवर्तन हुन्छ। दर्शकवृन्द, चौथो नियम छ बानीलाई सन्तोषजनक बनाउनुहोस्। मान्छे त्यही काम दोहोऱ्याउँछ जसले तुरुन्तै खुसी दिन्छ। आफ्नो प्रगति देख्न सक्ने बनाउनुहोस्। आज पनि मैले गरेँ भन्ने अनुभूति सबैभन्दा ठुलो इनाम हो। दर्शकवृन्द, लेखक भन्छन् बानीले तपाईँ के गर्नुहुन्छ मात्र होइन, तपाईँ को हुनुहुन्छ भन्ने निर्धारण गर्दछ। म किताब पढ्न चाहन्छु होइन, म पढ्ने मान्छे हुँ। म सफल हुन चाहन्छु होइन, म अनुशासित व्यक्ति हुँ। हरेक सानो बानी तपाईँको पहिचानमा एउटा मत हो। आज तपाईँले के गर्नुभयो त्यो नै तपाईँ को बन्दै हुनुहुन्छ भन्नेको प्रमाण हो। दर्शकवृन्द, धेरैले हार मान्ने ठाउँ। धेरै मान्छे भन्छन् मैले प्रयास गरेँ केही भएन, तर सत्य के हो भने परिणाम देखिन ढिला भएको हो। तपाईँ असफल हुनुभएको छैन, तपाईँ निर्माण प्रक्रियामा हुनुहुन्छ।
सफलता एकै दिन आउँदैन, तर एक दिन देखिन्छ। दर्शकवृन्द, खराब बानी कसरी हटाउने? देखिन नदिने, मन नपर्ने बनाउने, गर्न गाह्रो बनाउने र सन्तोष नदिने बनाउने। खराब बानी आफै कमजोर बन्दै जान्छ। हरेक दिन 1% राम्रो। 1 वर्षपछि तपाईँ अकल्पनीय रूपमा अगाडि बढ्नुहुन्छ। सानो निर्णय, ठुलो भविष्य। दर्शकवृन्द, आज तपाईँले यो भिडियो हेर्नुभयो, यो पनि एउटा सानो बानी हो। यदि आजदेखि 1 पृष्ठ पढ्नुभयो, 5 मिनट आफैलाई दिनुभयो, एक राम्रो निर्णय लिनुभयो, त्यसले तपाईँको भविष्य चुपचाप तर निश्चित रूपमा बदल्नेछ। सफलता ठुलो आवाजमा आउँदैन, यो सानो बानी बनेर जीवनमा प्रवेश गर्ने गर्छ। दर्शकवृन्द, आजबाट सुरु गर्नुहोस् सानोबाट, एटोमिक ह्याबिट्सबाट। दर्शकवृन्द, आजको भिडियो यति नै। अर्को भिडियोमा अर्को पुस्तकको बुक समरी लिएर आउने नै छु। तबसम्मको लागि बिदा माग्छु। धन्यवाद। नमस्कार।